गुड मर्निङ एभ्रिवान। आज पनि म अर्को भ्लग लिएर आएको छु। सबैजनाले हेरेर साथ दिनु होला। आज चाहिँ म दुध लिन जाँदै हो, त्यही कुरालाई म रिपिट गर्दैछु। तर एकदम दुध लिन जाँदै हो। यो लपाक गाउँ हो, यस्तो राम्रो छ, हरियाली छ, गाउँहरू रमाइलो छ। अब दुध लिन जाने हो। घरहरू रित्तो भएका छन्। यो घर हेर्नु है गाइस, यो घर रित्तो भएको छ। ओ त्यहाँ चाहिँ कुकुर सुतेको छ है माथि, देखिन्न होला, पछि देखाउँछु। अब हेर्नुहोस्, यो बाख्रा फार्म हो। यहाँ बाख्राले खाइरहेको छ। यहाँ गाडी आयो, मलाई लैजाने हो, मलाई लपाक लाने हो है। सानो बाबु यहाँ खेलिरहेका छन् गाडीमा। यो हेर्नुहोस्, रुख चाहिँ ठुलो छ, एकदम ठुलो रुख छ। यो पुरानो रुख हो, त्यही पहिल्यैदेखिको पुरानो रुख हो। यो नयाँ बन्दै गरेको भवन हो। यी गाउँहरूमा पनि यसो पक्की घरहरू बनिरहेका छन्। यस्तो राम्रो राम्रो घरहरू बनिरहेका छन्, के गर्नु, विडम्बना। मान्छेहरू गाउँ छोडेका छन्, यस्तो राम्रो घर बनेको छ। हरियाली कुहिरो राखेको छु गाउँघरमा। ल बबक गाउँ, बबकका साथीहरूले हेर्नु होला। टोडेङ टोडेङ दाउरा यसरी राखिन्छ गाउँघरमा पानीबाट जोगाउनको लागि। यो गाउँघरको दाउरा राख्ने तरिका हो है। यो फुलको नाम भन्नुहोस्। यसरी बास्ना दिन्छ यसले, साँझमा त झन् धेरै बास्ना दिन्छ। थाहा छ भने कमेन्ट गर्नु होला यो फुलको नाम। यो घर चाहिँ बाटोमै रहेको छ। यस्तो घर पनि छोडेर जानुभएको छ। यति राम्रो छ, शान्त छ, यति रमाइलो घर छ, र पनि मान्छेहरू छोडेर गइरहेका छन्। तपाईँहरू बस्न चाहनुहुन्छ भने खबर गर्नु होला। घर बिक्रीमा छ। माछा बेच्न आउनुभएको छ तलदेखि। हेलो गाइज, ल अम्बा खान आउनु है। यहाँ अम्बा पाक्न थाल्न लागेको छ, अम्बा पाक्ने बेला भएको छ, खाना आउनु होला। यो चाहिँ तपाईँहरूलाई उपहार स्वरूप यो फुल, थाहा के भन्छ यसलाई, ल नाम कमेन्ट गर्नुहोस् त यसको। हाम्रोतिर चाहिँ कुँडो भन्छ के, कुरो मान्छे। हाम्रो यो बुल्गेरियामा पनि लोरेको साग पाइन्छ। मैले पनि यो भ्लग गराएको छु। बाटो यस्तै छ साथीहरू। ल यो बाटोमा चाहिँ जिप बाइकहरू मजाले गुड्छ। यो पनि म जानकारी गराएँ। यो जोडी चढा कति रमाइलो के गाउँघर साथीहरू। ल चरा साथीहरू आफ्नो आफ्नो जोडी खोजिरहेका छन्। कति रमाइरहेको छ है चरा प्रकृतिमा स्वतन्त्र रूपमा। त्यही त मलाई लाग्छ यो सुगाहरूलाई किन थुनेर राख्छन् मान्छेहरू। मकै भएको छ है गाई। ल मकै भएको छ गाउँघरतिर, पोलेर खान यस्तो टेस्टी हुन्छ। ल आउनु है मकै खान। लपाक गाउँ है यो। लपाक गाउँमा मकै बगान छ, मकै बारी छ। मकै बारी धर्याम धर्याम, हरियो काँक्रा कर्याम कर्याम। कहिले हो त त्यस्तो गर्ने? गीत मात्र सुनेर भएन नि साथीहरू, आउनु पर्यो के खानलाई, मकै खान आउनुहोस् है। के म एउटा कुरा के जानकारी गराउन चाहन्छु भन्दा, यहीँनिर चाहिँ के छ भन्दा, यहाँ मकै छ माथि, तलपट्टि चाहिँ अदुवा लगाएको छ। दुइटै काम एकैचोटि गरेको छ। यो अदुवालाई यसरी छापो लगाएर सर्लक्क गराएको छ। यसमै छ अदुवा, यो तलको यो अदुवा, माथिको चाहिँ मकै, देख्नुभयो नि। मेरो यात्रा चलिरहेको छ। अब दुध लिने घरमा पुग्दैछु, हेर्नु होला है। ल राम्रो छ गाउँघर जे होस् गाइज। हामीलाई पनि बादलले छेकेको छ है आजकल। ल खै घन्टी आएपछि घाम त कता हो कता, सूर्य त कता हो कता गइरहेको छ। यसो हाँसो मजाकै साथीहरू, मौसम शीतलो छ भन्न खोजेको हो। यहाँ चाहिँ ठुलो पहिरो गयो के, ठुलो पहिरो गएर एकदम सास्ती भएको थियो। अहिले चाहिँ डोजरले सफा गरेर सजिलो भएको छ। बाटोहरूमा कुनातिर वाल छेउतिर ग्याबिङ भइरहेको छ। अनि अर्को कुरा चाहिँ, यहाँ चाहिँ धेरै जसो अम्रिसो कुचोहरू लगाउने गर्छन्। अम्रिसोको लागि चाहिँ प्रसिद्ध नै छ। अलि माथि ढोगाटीदेखि माथि जाने जङ्गलमा चाहिँ यस्तो राम्रो अम्रिसो बगान छ नि, देख्नुभयो भने तपाईँहरू एकदम आकर्षित हुनुहुनेछ। पूर्वमा चिया बगान जस्तै ढोगाटी भन्ने ठाउँमा चाहिँ
अमृसो बगान रहेको छ। हेर्न चाहिँ मजा लाग्छ, हरियाली। ड्रोन सट गर्ने हो भने त झन् तपाईँहरू फिदा हुनुहुन्छ। अनि के गाइस, यो आँप चाहिँ छ यत्रो, रुख पनि छ। रुख चाहिँ बढाइमानको छ, तर आँप चाहिँ कुन्नी के को दाना जत्रो छ। हेर्नु न, यत्रो रुखमा यत्रो दाना फल्ने हो त बल्ल। यो त भएन नि गाइस, यो भएन के, यो भएन। यत्रो रुखमा चाहिँ ठुलो फल्नु पर्ने थियो, केही छैन, जस फल्दिएको छ। यो भडौरीको चोकमा यता चाहिँ दवाडी जाने, दल जाने बाटो, यता चाहिँ लपाक, अत्रौली, बुलिङटार जाने बाटो, यता पनि स्कुल जाने बाटो दिएको छ। साउनेहरू हो यो चाहिँ। उफाले बस्यो, कति एउटै ठाउँ देखाएको भन्नु होला। मेरो डेली कामै एउटै ठाउँमा आउने छ त अरू के देखाउँ त। अरू साउनेहरू सुरु भएको छ खानलाई। गाउँघरमा अझै पनि मिठा मिठा खानेकुराहरू खान पाइन्छ, आउनु होला है लपाक बडौरी गाउँमा। फेरि पुन्टेसँग भेट भयो। आऊ 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 आऊ, आइज 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 छु। ए खाना खाएर शान्त भएर बसेको रहेछ है पुन्टे चाहिँ आज। यसले चाहिँ दुध पुगारिसक्यो। बच्चा लगाइन्छ कि भनेर है। हेलो, नमस्ते, गुड मर्निङ, गुड मर्निङ, गुड मर्निङ, गुड मर्निङ, गुड मर्निङ। यिनीहरूले चाहिँ बच्चा लगाइन्छ कि भनेर हम्किरहेको छ मलाई, डर देखाइरहेको छ। अहिले मलाई हान्छ क्या यसले। हेलो, हाई भन्यो। यो चाहिँ बड्डु है, यसलाई गोडो पकाउने बड्डु। ल, यही ठाउँ है, यही ठाउँ हो। आज पनि दुध नआएको, पानी झरिरहेको छ। है दुधको लागि भाँडा सफा गर्दै। कति राम्रो साउन्ड क्या है। राख्नै पर्यो, त्यही भएर राख्दाखेरि दुध पुऱ्याउन गाह्रो भयो। अब भएपछि कोइला दिने, कोइला नमिल्ने गाह्रो। बेला जान खोजेको त बानमै भएको तरकारी मैले यस्तै बोटमा हालेँ। ए अनि जान त यत्रो खुम्चियो। खुम्चियो हान्ने बित्तिकै बोट्टा तलतिर चुकुरी भएर आउने रहेछ। वाला वाला माथि डुट गएको तलबाट खुम्चिँदै गएर माथि बिर्को जाने। म त बर्बाद भएको थिएँ क्या। त्यो तरकारी त जब झोल पत्रै डर भएछ, झोल जति गयो जम्मै। हाँसो लाग्छ सम्झिँदाखेरि, त्यही मात्रै सम्झिन्छ। बोट्टामा केही हाल्नु लाग्यो भने त्यो सम्झिन्छ। डुब्दैन होला। त्यही अङ्खरासँगै राखिदिनु नि, एकछिन चिसो हुन्छ, छिटो हुन्छ अङ्खरा अलि त्यहीमै मिल्छ कटौरामा। अनि एकछिन पछि फेरि बट्टामा राखेर लैजाउँ न। पोखिन्छ होला आमा त्यतिमा। पछि नै लगाइदिएछ छैन, धेरै पो भयो। पुन्टे ल ल ल ल ल पुन्टे ल ल ल आइज आइज ल ल। होइन लैन, डेली भेटघाट भइरहेको है हाम्रो। कस्तो ए दुध दुहुने बेलामा बाँडेको हो कि? आइज 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 आइज, अब फेरि मात्तिनी होला क्या। खाएर अगाएपछि नि चुप्प लाएर बसेको त आज त। च्याउ भेटियो, च्याउको तरकारी। फर्सीको साग हो रे, खाने गर। भिटामिन ए धेरै मात्रामा पाइन्छ, ज्यान तक्रा बनाउन दिन्छ, आँखा तगडा बनाउन पाइयो है। चौटी हाल्नु
ल खेतको काम आली लाउने भन्नु थियो कि कि रोप्ने रोप्यो भने रोप्यो अब यही हो धेरै भएको त बन्दकमा दिएर राखेछ रोप्यो कसले गर्ने त गर्नु सक्दैन दुःख मात्र ए काम छैन बुढाबुढी भयो 1 क्विन्टल चामलको लागि 2 क्विन्टल चामलको पैसा खर्च हुन्छ बढी हुन्छ होला अहिले केजीले त कति खर्च भयो 1 क्विन्टल आउँछ चामल 5,000 पुग्दैन के अरे अझै जोटाउन यताउति गरेर 10,000 खर्च हुन्छ होला त्यति त भएन खर्चै हुन्छ खर्च त हुन्छ खेतमा लगाउँदा जोड्दा ए सागलाई तिरेर जाउँ हिजो न हिँडेको ल दुध लिएर पनि हिँडेको दुधसँगै साग पाइयो अघि नै देखिसकेको थिएँ साग पनि पाइयो ल अब यो लाइभ यहीँ अन्त्य गर्छु होला फरक चाहिँ ल